नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामुदायिक प्राकृतिक चिकित्सालयलाई माओवादी केन्द्रले सहयोग गर्ने बताएका छन्। मङ्गलबार तराई मधेस जागरण अभियान अन्तर्गत चिकित्सालय आएका प्रचण्डले प्राकृतिक चिकित्सा शिक्षण अस्पताल तथा विश्वविद्यालयको रूपमा विकास गर्न माओवादी केन्द्रले गर्नुपर्ने योगदान के रहन्छ यसमा प्रतिबद्धता रहेको बताउनु भएको छ। प्राकृतिक चिकित्सा पद्धतिको महत्त्व बढ्दै गएको भन्दै उहाँले रजहर स्थित प्राकृतिक चिकित्सालयलाई विश्वविद्यालय बनाउनु पर्नेमा समेत जोड दिनुभयो। सामुदायिक प्राकृतिक चिकित्सालय भएर सामान्य स्वरूपमा सुरु भएको यो चिकित्सालय बिस्तारै बिस्तारै राष्ट्रिय रूपमा पनि सुपरिचित र स्थापित हुँदै गएको छ। यसले दिएको सेवा उपचार पनि सबैले आत्मसात गर्ने स्तरसम्म विकसित भएको छ। सबभन्दा पहिला त यसको सुरुवात गर्दा इनिसिएटरहरूलाई म धन्यवाद भन्न चाहन्छु। तपाईहरूले सामुदायिक प्राकृतिक चिकित्सालय भनेर जुन स्वरूपमा सुरु गर्नुभयो त्यो नेपालको ऐतिहासिक विकासको प्रक्रियासँग नेपालको प्रकृति र उपचार विधिसँग र हाम्रो आफ्नो मौलिक संस्कृति र परम्परासँग पनि मेल खान्छ र त्यो रूपमा तपाईहरूले विकसित गर्दै जानु भएको छ। मलाई अहिले लामो व्याख्या नगरिकन हाम्रो आफ्नो ऐतिहासिकतामा योगा या प्राकृतिक चिकित्सा या आयुर्वेदिक ढङ्गले उपचार गर्ने विधिका हाम्रा आफ्नै मौलिक विशेषताहरू छन्। त्यसमाथि पनि प्राकृतिक चिकित्सालय भन्दा यसले त्यस्तो विश्वका देशहरू जसलाई एलोपेथिक उपचार प्रक्रियाले गर्दा त्यसलाई निस्तेज बनाउँदै लगेर झन्डै झन्डै आफ्नो मौलिकतामा हाम्रो समाजले हाम्रा पुर्खाहरूले विकसित गरेका विधि प्रक्रियाहरू लोप हुने खतरा हुँदै गएको छ र पश्चिमा चिकित्सा विधि जो नाफा कमाउने उद्देश्यद्वारा बढी प्रेरित हुने गर्दछ र अहिले हामीले तेस्रो विश्वका देशहरूमा जे देखेका छौँ निकै ठुलो व्यापार स्वास्थ्यको नाममा औषधिको नाममा उपचारको नाममा हुने गरेको छ र धेरै ठुलो बेचिती र अराजकता पनि यस क्षेत्रमा देखा परेको छ र नागरिकहरूको जीवन बडो सजिलैसँग बर्बाद हुने हदसम्म पनि पुगेको छ। मानिसहरूमा एक खालको अन्धभक्ति अन्धविश्वास एलोपेथिक चिकित्सा प्रणाली प्रति मेरो एलोपेथिक चिकित्सा प्रणाली प्रति विरोध होइन, तर त्यसको नाममा अहिले जो व्यापार चलेको छ, जो अराजकता चलेको छ र मानिसको जीवनमाथि जो खेलबाड हुने स्थिति बनेको छ त्यसका विरुद्ध तपाईहरूले यो सामुदायिक प्राकृतिक चिकित्सालयको नामबाट जुन उपचार विधि अपनाउनु भएको छ नेपालको मौलिकतासँग, नेपालको संस्कृतिसँग, नेपालको परम्परासँग यो मिल्दो मात्रै छैन, मानिसको जीवन रक्षा गर्ने हिसाबले आर्थिक संकटबाट देशलाई बचाउने हिसाबले पनि यसको महत्व निकै ठुलो छ भन्ने हामीलाई महसुस हुन्छ। त्यसो भएको हुनाले योभन्दा अगाडि आउँदा पनि मैले प्राकृतिक चिकित्सालयसँग सम्बन्धित कामहरूलाई सहयोग गर्नको लागि नेपाल सरकारको तर्फबाट के गर्न सकिन्छ भन्ने बारे विचार गर्दै आएको, यसलाई प्रवर्धन गर्नको निम्ति आफ्नो तर्फबाट सहयोग गर्दै आएको कुरा यहाँ उद्घोषक मित्रले पनि तपाईँहरूको अगाडि राख्नुभयो। पहिला यहाँ आएर गरिएका अन्तर्संवादहरू
कार्यक्रममा चिकित्सालय अवलोकन गर्दै प्रचण्डसँगै रहेका पूर्व गृहमन्त्री नारायण काजी श्रेष्ठले समेत चिकित्सालयको महत्त्व बुझाउन लाग्नुपर्ने बताउनु भएको छ। बिरामी भएपछि मात्र होइन कि बिरामी हुन नदिन पहिला नै उपचार विधि अपनाउने प्राकृतिक उपचार नै अहिलेको आवश्यकता रहेको औल्याउनु भयो। कसरी आमूल परिवर्तन गर्ने सन्दर्भमा चाहिँ 5वटा प्रोजेक्टलाई एकीकृत गर्नुपर्छ भन्नेमा अहिले छलफल अलि बढी गर्न खोजिरहेको छ। एउटा चाहिँ नेचुरोप्याथी र आयुर्वेदिक ट्रिटमेन्ट सिस्टमलाई जोड्ने, हेल्थ सिस्टमलाई जोड्ने, त्यसमा पब्लिक हेल्थ जोड्नुपर्छ। दोस्रो चाहिँ योगा र मेडिटेसन अभियान चलाउनु। तेस्रो चाहिँ यो केमिकल फर्टिलाइजरको सट्टा अर्ग्यानिक जो अहिले मल उत्पादन हुन्छ जैविक र पेस्टिसाइड्सको सट्टा चाहिँ केमिकल पेस्टिसाइड्सको अर्को गर्ने। चौथो चाहिँ अर्ग्यानिक फार्मिङ गर्ने र पाँचौँ चाहिँ भान्सा सुधार गर्ने। हाम्रा रुचिहरूलाई स्वास्थ्यसँग मेल खाने गरी अझ रुचिकर पनि बनाउन सकिन्छ। त्यो 5वटा जोड्न सकियो भने यसले मान्छेको जीवनमा ठुलै परिवर्तन। अन्तर्क्रिया कार्यक्रममा पेउनारायण न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको थियो। उहाँले चिकित्सालयमा प्रचण्डसँगै अन्य नेताहरू आएर गरेको अवलोकनले चिकित्सालयको विकास थप सहयोग पुग्ने बताउनु भएको छ। यस नगरपालिकाका नगर प्रमुख र यस चिकित्सालय अन्तर्गत सुचिन्तक समाचार मिडिया कर्मीजीहरू सम्पूर्णमा हाम्रो प्राकृतिक चिकित्सालय व्यवस्थापन समितिको तर्फबाट हाम्रा कर्मचारीहरूको तर्फबाट अन्तर्क्रियामा अस्पतालकी चिकित्सक आजाद पुरीले चिकित्सालयको उपचार पद्धतिबारे चासो राखेर चिकित्सालय आउनुभएका प्रचण्ड सहितका नेताहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। अन्तर्क्रिया कार्यक्रममा चिकित्सालयले बनाएको शिक्षण अस्पतालको योजनाबारे समेत जानकारी गराइएको थियो। सन्तबहादुर छेत्रीको अध्यक्षतामा आयोजना भएको अन्तर्क्रिया कार्यक्रममा माओवादी केन्द्रका शीर्ष नेताहरूको समेत उपस्थित थियो। कार्यक्रमको सहजीकरण अस्पतालका सचिव प्रदीप राज घिमिरेले गर्नुभएको हो।